सो अब यो 5 दिने कोर्समा हामीले जुन यो गभर्नमेन्ट प्रोक्युरमेन्ट सिस्टम छ, गभर्नमेन्टको PPM हो, त्यस सम्बन्धी हामीले ठेक्का हाल्ने बारे सबै थोक कुरा बुझ्छौँ। यो चाहिँ बिडर्स ग्रुपको लागि मात्र हुनेछ है। अब बिडर्स भनेपछि तपाईँ कन्स्ट्रक्सन सम्बन्धी पनि हुन सक्नुभयो, सप्लाई सम्बन्धी पनि हुन सक्नुभयो, अथवा भनौँ न कन्सल्टेन्सी सर्भिसेस जुन हुन्छ हाम्रो DPRहरूको सर्भिस, त्यो सबै सम्बन्धी हामीले एज अ बिडर चाहिँ के गर्नु पर्दो रहेछ हामीले ठेक्का भर्नलाई, त्यो कुरा चाहिँ बुझ्छौँ। सो वर्क्स भन्ने बित्तिकै हाम्रो निर्माण सम्बन्धीका कुराहरू भइगयो, जति पनि सिभिल कन्स्ट्रक्सनको कामहरू हुन्छ सबै वर्क्स अन्तर्गत आउने कुरा हो। गुड्स भन्ने बित्तिकै हाम्रो सप्लाई र इन्स्टलेसनको कुराहरू आइगयो, चाहे मेटेरियल सप्लाई होस्, गुड्स सप्लाई होस्, चाहे इलेक्ट्रोनिक्स आइटमहरू सप्लाई गरेर इन्स्टल गर्नुपर्ने कुरा होस्, त्यो सबै गुड्समा आउँछ। भने कन्सल्टेन्सीको अन्तर्गत तपाईँको DPR प्रोजेक्टहरू, डिजाइन ड्रइङका कुराहरू, फिल्ड स्टडी, IEहरू, रिपोर्टहरू, त्यस्ता कुराहरू चाहिँ कन्सल्टेन्सी सर्भिसमा आउँछन्। र अदर्स भन्ने पनि एउटा सर्भिस देख्नुहुन्छ हुन त PPMमा, तर अहिलेसम्म खासै काम लाग्ने सर्भिस चाहिँ होइन, यसबाट कुनै पनि ठेक्का खुल्या छैन अहिलेसम्म। बिस्तारै भोलिको दिनमा यी 3टाले कभरअप गर्न नसक्ने कुनै अवस्थामा ठेक्का खुलाइएछ भने त्यसलाई चाहिँ अदर्समा गर्ने खुलाएर राखिएको एउटा अवस्था मात्र हो।